हेलो साथीहरू, वेलकम टु माई भ्लग्स। अनि आजको दिन चाहिँ रमाइलो छ है। अनि आज बिहान बिहान सुरु भयो। उठेर देख्न सक्नुहुन्छ मैले चाहिँ एकछिन के लेखेँ अनि लेखेर पछि म चाहिँ खाना बनाउनतिर सुरु गर्नु पर्यो भन्दै सोच्दै थिएँ। अनि साथीहरू यता सुन्नु न, आज चाहिँ त नि मलाई एउटा कुरा चाहिँ के याद आयो भनेपछि, जति नै हजुरले नि त राम्रो गर्नुहुन्छ, अरूको लागि गर्नुहुन्छ, लास्टमा चाहिँ त हजुर एक्लै बनिनुहुन्छ क्या। त्यही भएर मैले यति चाहिँ सोचेँ कि अरूको लागि सेक्रिफाइस पनि नगर्नु, अरूको लागि केही पनि नगर्नु जस्तो लाग्छ मलाई चाहिँ। किनकि मैले यति सोचेँ, म कति अरूको लागि सोच्थेँ होइन, अरूको लागि राम्रो होस्, अरूले योभन्दा ल जाउँ न सुमी यता भन्दा ल भनौँ यता भनौँ, त्यस्तो गर्दा म सबै अरूको लागि सोच्थेँ कि अब चाहिँ मैले यस्तो भयो कि अरूको लागि सोच्दा चाहिँ नि त साँच्चै भनेको आफूलाई हर्ट हुँदो रहेछ। तपाईँले अहिले हेल्प गर्नुहुन्छ कति खुसी हुन्छन् उनीहरू, तर जब हजुरलाई हेल्प चाहिन्छ नि तिनीहरू कहिले फर्केर नि आउँदो रहेन क्या त्यो चिज। अनि कति मान्छे हुन्छ नि अब पैसा मागेर लग्छन् अनि घुराउने बेलामा चाहिँ कि उनीहरूको पैसा माग्दैछु म माग्नुपर्छ, यस्तो माग्नुपर्छ कि आफ्नै पैसा उनीहरूले लगेको हुन्छ तर पैसा उनीहरूसँग माग्दा लग्ने बेलामा चाहिँ यस्तो मुख चिल्लो बनाएर माग्छन् कि दिइहाल्छु यता उता भन्दै लग्छन्। अनि दिने बेलामा भगवान् हामीहरू पछि पर्नुपर्छ। म त्यो छक्क पर्छु। लाने बेलामा चाहिँ यस्तो मलाई माग्छन्, दिने बेलामा चाहिँ किन उनीहरूको दिमागमा आउँदैन, लगेपछि उनीहरूसँग। त्यही भएर मलाई त अब यस्तो लाग्छ कि अरूलाई पैसा दिनु जस्तो पनि लाग्दैन। नभन्नु न, कस्तो मन पनि दुख्छ कहिले कहिले नि त नि। अनि एउटा कुरा, अर्को कुरा चाहिँ के भने, जति नै हामीले गर्दा पनि नि त नि मान्छेले देख्थ्यो रहेन के, जति अब उनीहरूलाई दुःखमै हेल्प गरेको छ, उनीहरूलाई कति उनीहरूको लागि अन्डरस्ट्यान्डिङ गरेको छ। अब हामीको रिलेसन हो, हामीको साथीको अनुमानमा हो, के झगडा भयो भने चाहिँ नि त नि तिमीले सबै भुल्दो रहेछन् कि मैले पासमा उनीहरूको लागि के गरेको थिएँ, उनीहरूको हार्ड टाइममा मैले के गरेको थिएँ भनेर चाहिँ नि त त्यो भुल्दो रहेछन् क्या। यस्तो मलाई लाग्छ कि मैले अहिलेसम्म थाहा छ कि म सानोमा हुँदा कसले मलाई साथ दिएको थियो, कसले मलाई हेल्प गरेको थियो, म भुल्दिनँ। जति नै हुँदा नि मलाई भुल्न मन लाग्दैन। किनकि उनीहरूले मलाई गाली गरून्, छिनी गरून्, झगडै गरून्, आई विल अलवेज अन्डरस्ट्यान्ड देम र खुसी लाग्छ। किनकि थ्याङ्क्स टु देम नि, जसले मलाई हेल्प गरेको थियो, जसले मलाई साथ दिएको थियो, मलाई त्यस्तो लाग्छ। तर अरू त्यस्तो हुँदो रहेन क्या। मैले कति, मेरो एकजना साथी थियो, नाम पनि बताउँदिनँ, उसलाई दुःख हुँदा, उसलाई बिमारी हुँदाखेरि मैले कति हेल्प गरेको थिएँ होइन। ऊ बिमारी हुँदा दबाई पनि राति 12 बजीतिर लिएर गएको थिएँ। अनि हामी दुईजना सँगै हिँड्थ्यौँ, हाँस्थ्यौँ, उसको रुममा जान्थेँ, म बस्थेँ होइन। तर लास्टमा चाहिँ के भयो भनेपछि हामी दुईजनाको सानो मिसअन्डरस्ट्यान्डिङ भयो होइन। मिसअन्डरस्ट्यान्डिङ भएपछि मलाई सबै पोइन्ट आउट गर्यो क्या कुराहरू नि त नि, सबै मलाई पोइन्ट आउट गरेपछि मलाई कस्तो मन पनि दुख्छ नि त होइन। मैले यतिसम्म गरेँ अनि अहिले हामीको बोलाबोल पनि छैन, इच अदर ब्लकिङ छ। तर पनि एउटा हुन्छ नि त, मैले कति हेल्प गरेको थिएँ उसको हार्ड टाइममा, उसले सोच्नुपर्छ नि त। तर आई होप सी वुड रिग्रेट हर वान डे भन्दा म चाहिँ सोच्छु। अब हेरौँ रिग्रेट हुन्छ हुँदैन। अनि भन्छ नि मान्छेले कर्मा इज अलवेज ब्याक, होइन कर्मा इज अलवेज ब्याक हुँदैन। जसको जो गरिब छ, जो दुःखी छ, त्यसलाई कर्मा इज अलवेज ब्याक। तर जसलाई सुखी छ, जसलाई राम्रो छ, कर्मा वुन्ट बी ब्याक फर देम, उसले गरिब दुःखीको। त्यही भएर मलाई कहिले कहिले यस्तो लाग्छ कि भगवान् पनि नि त लाइक पर्सनालिटीवाला हुनुहुन्छ होला जस्तो पनि लाग्छ। सायद भन्नु त हुँदैन थियो होला यो कुराहरू, तर मलाई त्यही लाग्छ क्या। किनकि अब हेर्नु न, जति नै जसले राम्रो कुरा गरेको छ, जसले नै राम्रो इमान्दारले काम गरेको छ, द्याट पर्सन वुन्ट बी सक्सेस, द्याट पर्सन वुन्ट बी ह्याप्पी इन लाइफ। तर जसले मिस्टेकली, जसले चिटिङली, जसले विथ हेभी बिहेभियरले गरेको छ नि, त्यो कति राम्रो हुन्छ क्या। त्यही रहेछ जिन्दगी चाहिँ नि त। अहिले सोच्दाखेरि चाहिँ मलाई त्यही लाग्छ
किनकि भगवान्को जग्गामा गएपछि राम्रो हुन्छ भगवान्को जग्गामा भाइ कुन गएर देखेर आएको छ आजसम्म कसले देखेर आएको छ कसले भनेको छ यस्तो छ भनेर त्यस्तै हो साथीहरू म के भन्न थाल्छु हेर्नु न यति नै हो मेरो चाहिँ आजको दिनको चाहिँ अब मेरो मिनी ब्लग थ्याङ्क यू फर वाचिङ हजुरलाई केही नराम्रो लाग्यो भने सरी बाई